यहाँ टक्कै चारो काट्न आएको छु। यहाँ कच्चु काट्न आइरहेको छौँ। यहाँ हाम्रो भान्जा यता चाहिँ म छु। टक्कै कच्चु चाहिँ पुरै लागिरहेको छ टक्क। यहाँ कच्चु छ है। उता परको चाहिँ मेटेको हो, यो चाहिँ कच्चु हो। ल यहाँ हाम्रो भाइले यहाँ कच्चु देखाइरहेको थियो। यो हाम्रो भाइ हो, नेपाली पनि बोल्नु आउँदो रहेछ। हामी चाहिँ यस्तो गल्लीतिर आउँछौँ है। कच्चु काट्नु बबाल कच्चु रहेछ यहाँ। यही बिचमा चाहिँ पोखरी रहेछ, उता पनि घर बन्दै रहेछ। हामी चाहिँ यस्तो कच्चु काट्न रहेछ। यो चाहिँ इन्डिया है। यहाँ हाम्रो भाइहरू पनि छ यहाँ टक्क। यहाँ चाहिँ बबाल काटेर टक्क यहाँ भेला पार्दैछौँ। यो त विदेशतिर आउनुपर्छ कच्चु काट्नु। मसँगले त यसरी मिहिनेत गरेर ल्याएर विदेशी चारो खुवाउनुपर्छ। के गर्न गएको छन् विदेश पुगेपछि यस्तो बबाल कच्चु भेटिन्छ अरे। यसरी मिहिनेत गरेर ल्याएर आउनुपर्छ काटेर। हुन्छ त बैच पनि हुन्छ त। एक अङ्गालो आधी अङ्गालो मात्रै त जानु नि होला नि। आधी अङ्गालो मात्रै तो जानु नि होला नि। देखाऊ अलि गुटुङडुङ कुद न। थेत्तेरिका गुटुङडुङ कुद न। अनि हिरो मान्छे चाहिँ बिस्तारै हिँड्छ यार। हिरो भनेको होइन, हिरो त मलाई डर कुद्नुपर्छ। हे हे यत्रो माल छ लाग्नु सक्नु भएन। हाम्रो चाहिँ भारी लाउने काम भइरहेको छ। टक्कै लोड गर्ने हो यसरी। त्यसपछि बाँध्ने हो। बाटोको छेउमा बसिरहेको छौँ। बाटो सानो रहेछ। एउटा अवस्था भइरहेको बाँध्ने हो टक्क। यत्रो भइसक्यो भारी चाहिँ। 14-15 किलोमिटर टाढा गएको छौँ घरदेखि। के भन्नु अब 70 टन निकालेर जानु पऱ्यो नि घरसम्म। त्यत्रो पेट्रोल खर्च हुन्छ के हुन्छ बाफ्रे। हाम्रो चाहिँ भारी यत्रो भइसकेको छ। हामी बाँधिसक्नु आँट्यौँ। अब यता भान्जाले पनि भारी खस्दैछ। मेरो पनि भारी भइसक्यो रेडी।